नमस्कार सम्पूर्ण साथीहरुमा। आज चाहिँ म मेरो गाउँ भन्दा पनि मेरो घर आँगनको भिडियो बनाएर तपाईहरुमाझ प्रस्तुत गर्दैछु। कस्तो लाग्छ हेर्नु होला र प्रतिक्रिया तपाईको इच्छा दिन पनि सक्नुहुन्छ, दिँदैन भने पनि ठीक छ। बलजफ्ती जबरजस्ती छैन पनि, गरिदैन पनि। अब चाहिँ म टक्क मेरो घर आँगनको देखाउँछु। यो चाहिँ मेरो गाउँ हो। आज चाहिँ मौसम खराबी छ, पानी परिरहेको छ, बत्ती पनि छैन, लाइन छैन। उता यो पारी पुरै जंगल हो, हरियाली थियो कि आज मौसम खराबीले गर्दा त्यति क्लियर देखेको छैन। प्रशस्त छ साथीहरु जंगल हाम्रोमा। दाउरा घाँसको लागि, काठ दाउराको लागि एकदम कतै कहीँ जानु पर्दैन। यतै छ टन्न जति पनि पुरै जंगल हो हाम्रो यो। हरियाली। अहिले मौसम खराबले गर्दा आदि तो देखिएर छैन। टक्क उता गाउँदेखि मेरो घर हुँदै टक्क यता जंगल जाने बाटो। यता टक्क त्यहाँ जंगलतिर गइन्छ। यो चाहिँ मेरो घर। मेरो घरको पुरै यता एउटै उसमा त देखिदैन, साथीहरु घुमाएर देखाउँछु ल। यता टक्क चाहिँ मेरो जंगलतिर जाने बाटो। यता गयो भने यता जंगल गयो, उता त यो यता चाहिँ टक्क मेरो घरभित्र देखाउँछु म। मेरो घरको आँगन जाने बित्तिकै म बायाँतिर लाग्छु। बायाँतिर छ यता टक्क रायो। यो चाहिँ खानको लागि नभएर घर आँगन राम्रो देखिन्छ हेर्दाखेरि भनेर चाहिँ टक्क लगाएको। खान नि मिल्छ, त्यस्तो फोहोर चाहिँ होइन कि, तर सो हुन्छ भनेर लगाएको। अनि यो चाहिँ यो पानी परेर अहिले अलि रुजेको छ कि, ढुङ्गा हो यो पुरै। ठुलो ठुलो ढुङ्गा ल्याएर पटाएको छ यो, किनकि हिलो धुलो नहोस् भनेर। अनि टक्क म गएँ दायाँपट्टि। यहाँ चाहिँ जुठ्यान हो साथीहरु। यो पहिला कुनै योजना आएर टक्क जुठ्यान बनाऊ भनेर योजना मार्फत बनाएको हो यो। अनि यो चाहिँ धारा। हाम्रो घरमा चाहिँ टक्क खोलेर पनि देखाउँछु। कलकल बग्छ धारैमा। घर घरमा छ हाम्रो धारा चाहिँ। यतातिर आयो यो चाहिँ ओखल हो साथीहरु। यो ओखल, यो चाहिँ मुसल। तीनटा मुसल छ, दुईटा ठुलो, एउटा अचार पिस्ने मुसल सानो। यसले टक्क यसरी अचार पिस्ने हो यो। यसलाई यता राख्यो। अनि यता चाहिँ पाती। पाती चाहिँ यो सतुवा, यो रायो टक्कै। यो चाहिँ चप्पल राख्ने ठाउँ। म पनि यता चप्पल टक्क यता खोलेर टक्क भित्र प्रवेश गर्छु। यता यो चाहिँ धुलेर राखेको छ कि, यता अलि सामानहरु भर्दा गोल तरिकाले राखेको छ, त्यही भएर यता देखाउन छैन। यता जुत्ता राख्ने ठाउँ भित्र, बाहिर पानी पर्यो भने यता भित्र राखिन्छ। एउटा कोठा यता छ, एउटा कोठा यता। एउटा म भित्र गयो। यता यो अर्को सिडी साथीहरु। बत्ती छैन आज, मौसम खराबीले गर्दा अँध्यारो देखिएको छ। अनि त्यसपछि यहाँ भित्र जाने, यताबाट पनि जान सकिन्छ। यता दुईटा सिडी छ। म यताबाट गएँ ल। यताबाट गएर टक्कै बाहिर देखिन्छ फेरि यतैबाट। उता काग बसेको छ सुखमा। यता यो टनेल हो। टनेलमा म एकछिन पछि देखाउँछु। यो चाहिँ यता भित्र हाम्रो भान्सा। आगो बालेर रहेछ। दाल तताउने हुन्छ। यो चाहिँ यता कोठा हो। एउटा कोठा यता छ। यो हाम्रो पुरै कोठा छ कि अलि देखिरहेको छैन। पुरानदेखिको कोठा छ हाम्रो। सानो सानो छँदाको यो हाम्रो परिवारको कोठा भइहाल्यो। 20 वर्ष भयो जति कोठा। फेरि म चाहिँ मेरो कोठामा प्रवेश गर्छु। यो मेरो कोठा। यता ढक्कैबाट देखियो दराज। यता यहाँनिर छ यो सोफा। यता लुगाहरू झन्ड्याएको छ साथीहरु पुरै। यता अनि यो हेलो, यो चाहिँ हाम्रो 5 भाइको कोठा छ यता। यो चाहिँ
मेरो बिहेको यता भगवान्को पोस्टरहरू पनि छ, थुप्रै थियो, सब झिकाएर फालिदिएछन्। चाहिँ दराज, सानो दराज हाम्रो किताबहरू राख्ने बनाएको छ, भित्तामै भित्रै बनाएको छ हाम्रो, बाहिर होइन भित्तामै वालभित्र हालेको छ। चाहिँ थर्मस हो, पानी खान काम लाग्छ। मेरो बेड बिस्तारा ठिक छ, मोबाइल। अनि यताबाट बाहिर पनि छ साथीहरू, टक्कै ढोका खोलेर बाहिर हेर्न मिल्छ। यता यो चाहिँ स्याउको बोट हो कि, अब बसन्त ऋतुको सुरुवात भयो, बिस्तारैले पालुवा हाल्छ, पलाउँछ, फल्छ पनि अलिकति। यता चाहिँ यो लसुन भन्छ कि हाम्रो, लसुन हो यो। अब यसलाई बन्द गरिदियो, बत्ती छ कि, दुईवटा बत्ती हो यो चाहिँ। एउटा चाहिँ अहिले चाहिँ सोलरको हो, दिउँसो चलिरहेको छ। यो चाहिँ बिजुली चाहिँ आएको छैन, आज मौसम खराबीले गर्दा लाइन कता गयो खोइ। अब म चाहिँ बाहिर जान्छु। यो चाहिँ मेरो भित्र, अब ढोका बन्द गरेर यसरी टकटक बाहिर जानु पर्यो। बाहिरको मौसम आज पुरै पानी परिरहेको छ। यो पानी परिरहेको छ साथीहरू। अब म चाहिँ टक्क यहाँबाट बन्द गरेर यता जान्न, म यो टनेलको देखाउँछु। टनेलमा के कस्तो छ सागसब्जी हेरौँ। म चाहिँ टक्क लगाएर यसरी टनेलतिर जाँदैछु। यो चाहिँ टनेल बाहिरको हो साथीहरू। लसुन र धनियाँ छ। यता टनेल बाहिरकै नै हो क्या यो। यसलाई के भन्छ हाम्रोमा त चम्सुल भन्छ कि यसलाई, चम्सुर। यो चाहिँ अनि रायो भइहाल्यो, टक्क छ रायो, टक्क परेको छ। म चाहिँ यता टनेलभित्र जाँदैछु। टनेलमा त न्यानो भयो, न्यानो छ साथीहरू। यता त यो रायो मात्रै रहेछ कि हो, उता अलि काउली पनि रहेछ कि। यो चाहिँ खोर्सानीको बेर्ना रहेछ, टक्कै हाल्यो खोर्सानीको बेर्ना। यो रायो एकदम बाक्लो भएछ कि, यो बाक्लो भएछ, त्यही भएर बढ्न पाएन, झाँगिन पाएन, अलिकति पातहरू ठुलो फैलिन पाएन, यसले बेर्ना जस्तै भएछ कि। लाउँदाखेरि म भएन, यत्तिकै लगाएछ। यो काउली अरू चाहिँ खाइसकेछन् काउली सबै, यति 2-4वटा मात्रै रहेछ। साथीहरू यति हो टनेलभित्र, त्यति धेरै छैन, रायो नै धेरै रहेछ कि। रायो अलिकति खोर्सानीको बेर्ना, पालङ्गो पनि रहेछ, धेरै पालङ्गो धेरै छैन। ल म चाहिँ टनेलबाट निस्किएँ, यता भर्खर आउँदै रहेछ कि लसुन, उतातिर त्यति धेरै आएर छ, आउँदै रहेछ। यो मेरो गाउँ भयो। यता त चाहिँ यो गहुँबारी, पुरै गहुँ लगाएको छ यता। यता यो आरु बख्रा धेरै फल्छ त हो, टन्नै खाइन्छ। अब जेठ असारतिर हुन्छ, असार साउनतिर चिसो मौसम छ नि त, अलिक ढिलो हुन्छ यता। ल त साथीहरू, आजको भ्लग चाहिँ यतिमा टुङ्ग्याएँ मैले। उताबाट आज चिसो मौसम हो नि त, अहिले नै कति बज्यो, अहिले नै आइसकेछन् गुरु, 11 बजी नै आइसक्यो त। चिसो भयो यिनीहरू, बस्न सकेन। लुती रहेछ यो कुरो त। त घरतिर जाँदैछन् यिनीहरू। ल साथीहरू बाई, बाँकी पछि अर्को भ्लगमा।